सम्पूर्ण साथीहरूमा नमस्कार। आज म तपाईलाई केही फरक कुरा भन्न गइरहेको छु। हामी नेपाली जन्मिँदै गरिब भनेर हामीलाई दोषी ठान्छौँ। गरिबी भनेको हाम्रो भाग्य होइन, हाम्रो मेहनतको कथा हो। हामी कमजोर होइनौँ, हामी गरिब जन्मेका हुन सक्छौँ, तर गरिबै भएर मर्न पर्ने पनि छैन। यो देशका धेरै जनताले जस्तै तपाईले मैले पनि धेरै दुःख देखेको छ होला। बिहान बेलुका धान्नको चिन्ता, घरमा पैसाको अभाव, विदेश गएर रुँदै काम गर्नु परेको याद, कसैको त घरमा एउटाको समेत रोजगारी छैन। तर साथीहरू, यही दुःखले नै तपाईहरूलाई एक दिन अवश्य बलियो बनाउँछ। पहिलो कुरा त तपाईको जीवन तपाई आफैले बदल्न सक्नुहुन्छ। जीवनमा कति दुःख आयो भनेर होइन, त्यो दुःखसँग तपाईले कति बलियो भएर लड्नु भयो, त्यो महत्त्वपूर्ण कुरा हो। थोरै थोरै सिक्दै जाने, काम गर्दै जाने, साना स्टेपहरूबाट उठाउँदै जाने हो भने यसैले एक दिन ठूलो परिवर्तन ल्याउँछ। अर्को कुरा, सिप हामीलाई अनिवार्य चाहिन्छ। हाम्रो गरिबीसँग लड्ने सबैभन्दा ठूलो हतियार भनेकै सिप हो। साथीहरू, संसार बदलिएको छ। आज सिप छ भने तपाईसँग कमाइको बाटो छ। कम्प्युटर चलाउन जान्नु, मोबाइल बनाउने, सिलाई बुनाई कटाई, कृषि प्रविधि हैन, अनलाइनका काम जे पनि हुन सक्छ। त्यो मध्ये कुनै न कुनै एउटा सिप हामीसँग हुनै पर्छ। यदि ती सिपहरू प्राप्त गरियो भने तपाई कुनै पनि हालतमा बेरोजगार बस्नुहुन्न। काम सानो होस्, सानो काम होस्, तर सपना ठूलो हुनुपर्छ। धेरैले भन्छन् साना कामले के हुन्छ। साथीहरू, ठूलो सपना देख्नेहरू जहिले पनि सानै कामबाट सुरुवात गर्छन्। मानौ उदाहरणको लागि दुईवटा कुखुरा राखेर सुरु गर्ने व्यवसायीले हजारौं बनाउँछन्। थोरै तरकारी खेतीले पनि परिवार धानिन्छ। घरमा बसेर बनाएको सामान अनलाइनमा बेच्दा पनि राम्रै आम्दानी हुन्छ। काम कुनै पनि काम सानो छैन। हाम्रो सोच सानो छ। हामीले सोच ठूलो बनाउन सक्यौं भने कुनै पनि काम सानो हुँदैन। हामी नेपालीको एउटा परिस्थिति नै जस्तो बनिसकेको छ, केही भएन भनेदेखि विदेश जाने। म त भन्छु विदेश गएर मात्र जीवन बन्दैन। विदेश जान चाहनु गलत पनि होइन, तर विदेश नै सब थोक होइन। तपाईसँग सिप, योजना र हिम्मत छ भने
स्वदेशमै पनि कमाउन सकिन्छ। विदेशको आवश्यकता नै पर्दैन। हाम्रो देशमा कृषि, पर्यटन, यातायात, अनलाइन बजार यति धेरै अवसर छन् कि सही बाटो समातेपछि जीवनलाई उकास्न धेरै समय लाग्दैन। हामी त्यो सही बाटो समात्न सकेका छैनौँ हामीले। त्यसैले हामी अझै पनि गरिबीको रेखा मुनि नै छौँ। अर्को कुरा, हाम्रो बचत गर्ने बानी छैन। जब हामी बचत गर्ने बानी बसाउँछौँ अनि मात्र हाम्रो भविष्यको सुरक्षा हुन्छ। आज 10 रुपैयाँ जोगाउनुस्, भोलि त्यही 10 रुपैयाँले एउटा सङ्कट टार्न सक्छ। भन्छन् बचत नगर्ने मानिस कहिले पनि अगाडि बढ्न सक्दैन। सायद यो सही नै भनेको हो। न्यून आम्दानी भएकै कारण हामीले बचत गर्न सक्ने बानी बसाउनु पर्छ। बचत भनेको आफूलाई भविष्यमा सङ्कट पर्दाखेरि त्यसले सुरक्षित राख्ने एउटा ढाल हो बचत भनेको। त्यही भएर हामी सबैले बचत गर्न सक्यौँ भने हामी भोलि भविष्यमा टाउको समातेर रुनुपर्ने दिन आउँदैन। अर्को सबैभन्दा ठुलो शक्ति भनेको आफै माथिको विश्वास, आत्मविश्वास हो। अर्को सबैभन्दा ठुलो शक्ति भनेको, साथीहरू याद राख्नुहोस्, जीवनमा असफलता छैन। असफल बनाउने भनेको हाम्रो सोच मात्र हुन्छ। तपाईले आफूलाई बलियो ठानेपछि कसैको तागत हुँदैन तपाईलाई रोक्नलाई। कसैको पनि तागत हुँदैन तपाईलाई रोक्नलाई। संसारमा तपाईले आफूमा विश्वास नगरे पनि अरूले तपाईमाथि विश्वास गर्छ भने त्यो विश्वासलाई पनि डग नबगाउन दिनुस्। त आफूले आफूलाई चिन्न सक्नुस् र मलाई उसले किन विश्वास गरिरहेछ त्यो कुरा अध्ययन गर्नुस् र तपाईले आफैमा एउटा आत्मविश्वास बढाउनुस्। त्यसबाट त्यो सोचमा हामी लाग्यौं भने हाम्रो गरिबीको जुन एउटा भाग्य छ त्यो भाग्य हाम्रो कथामा परिणत हुन्छ, सम्पन्न सफलताको कथामा परिणत हुन्छ। र हामी गरिब हुन सक्छौं, मैले अघि नै भने, तर हामीसँग हिम्मत छ, हामीसँग परिश्रम छ, हामीहरूसँग सपना छ। हामीले आफै उठ्ने निर्णय गरौँ भने हामीलाई कुनै पनि शक्तिले रोक्न सक्दैन। तसर्थ हजुरहरूलाई मेरो अनुरोध, आजैबाट सुरु गरौँ। सानो कदम होस्, लक्ष्य ठुलो ल्याउँ अनि एकदम अटल हिमाल जस्तो हिम्मत राखौँ। जीवन बदलिन्छ, भविष्य बदलिन्छ र एक दिन तपाई आफै भन्नुहुनेछ, दुःखले मलाई हराएन, मैले दुःखलाई जितेको छु। मेरो पनि सफलताका दिन आएका छन्, तपाई आफैले गर्व गर्न सक्नुहुन्छ। हामीले सोच सानो राख्नु भएन, कामलाई सानो ठान्नु भएन। काम जस्तो सुकै आउँछ गर्ने र हामीले 10 रुपैयाँ पनि बचत गर्ने बानी बसाउन सक्यौं भने
भोलिको दिनमा हाम्रो भविष्य सुरक्षित हुनेछ भन्ने एउटा छोटो सन्देश लिएर म हजुरहरूमाझ लाइभमा आएको थिएँ। मेरो लाइभ कस्तो लाग्यो कृपया लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद। यहाँको दिन शुभ बितोस्।